यति बेला तपाईं खुल्दुली.com, विजयपुर एफएम धरान, रेडियो त्रियुगा उदयपुर, रेडियो चितवन, रेडियो त्रिवेणी चितवन, नुवाकोट एफएम नुवाकोट, रेडियो सिन्धु सिन्धुपाल्चोक, मादी सेती एफएम रेडियो तनहु तनहु, मेरो साथी एफएम आफूखैरेनी, रेडियो तरंग पोखरा, रेडियो समानता कपिलवस्तु, रेडियो देउराली अर्घाखाँची, रेडियो गुल्मी गुल्मी, फुलबारी एफएम कैलाली र बर्दिया र रेडियो भेरी एफएम सुर्खेत सहित काठमाडौँमा रेडियो अडियोबाट एकैसाथ सुनिरहनु भएको छ। सुखी र सुरक्षित युवा, यो हो खुल्दुली.com। खुल्दुली.com मा तपाईलाई हार्दिक स्वागत छ। म दिपेन्द्र। एफएम 106.3 रेडियो अडियो एक कान दुई कान मैदान, यसमै छ मजा। काठमाडौँ नयाँ बानेश्वर स्थित रेडियो अडियोको स्टुडियोबाट होइन, हामी आज काठमाडौँको दरबार मार्गको शेर्पा मल भन्छ के अरे अनिलाई, शेर्पा मलको एउटा रेस्टुरेन्टबाट कुराकानी गरिरहेका छौँ र आजको यो कुराकानी अलिकति भिन्न कुराकानी हुन्छ। खास गरी यो केही राजनैतिक कुरा, केही सामाजिक कुरा, केही युवा जोश र जाँगरका कुराहरू पक्कै जोडेर आएका हुन्छन्। दुईजना मैले दाई साथी भने, अनिल दाईलाई भने। म अनिल चित्रकार। म उज्जवल थापा। अनिल दाईको त मैले धेरै नाम सुनेको। अस्ति एकजना भाइ आउनु भएको थियो, मैले ठ्याक्कै नाम बिर्सेँ, समथिङ भट्ट, सौरभ भट्ट कि के। उहाँ चाहिँ ग्रिनका लागि, हरियालीका लागि काम गर्नुहुन्थ्यो। अनिल दाईले नै एक दिन खुल्दुली.com बोलाउनु हुनुहुन्थ्यो, अर्कै प्रयोजनको लागि भेटघाट भयो। अनिल दाई र उज्जवल दाईले सर्टकटमा आफ्नो परिचय थोरै दिनुभयो भने अझ हामीले तपाईँलाई नजिकबाट चिन्न सहिलो हुन्थ्यो। म चाहिँ भनौँ न, अब पढाइको हिसाबले इन्जिनियर पनि हुँ र मेरो विषय चाहिँ ऊर्जामा काम गर्छु र जस्तै यो सौर्य टुकी भन्छौँ अथवा बायोग्यास भन्छौँ अथवा सानो लघु जलविद्युत योजनाहरू, सो यही विषयमा काम गर्छु। र त्यो बाहेक वातावरण संरक्षण भनेको राष्ट्रिय निकुञ्जहरू, यो चाहिँ सामुदायिक वन, यी विषयहरूमा काम गर्छु। साइकल चढ्ने अभियानलाई दाइले प्रमोट गर्नुहुन्छ एकदमै। र काठमाडौँमा चाहिँ साइकल सिटी बनाउने र पहिला म म्युनिसिपालिटीमा हुँदाखेरि यो जुन एयर क्वालिटीको कुराहरू, यो हरियो स्टिकरको कुराहरू, यी सबै गरेको हुन्। र मलाई अलिअलि सम्झना लाग्छ, त्यति बेला म रेडियो सगरमाथामा काम गर्थेँ, सायद दाइ नेफेजसँग आबद्ध हुन्थ्यो कि जस्तो लाग्छ। नेफेजमा हाम्रो एउटा सानो स्मल ग्रान्ट प्रोग्राम भनेर कि नेपालमा वातावरण संरक्षण गर्नलाई सबभन्दा राम्रो सोचाइहरू चाहिँ गाउँबाटै आउँछन् र उहाँहरूले चाहिँ जस्तै भनौँ न, एउटा सानो 2-3 लाख रुपियाँको लागि जताततै धाउनु नपरोस् भनेर एउटा वातावरण संरक्षण कोष एउटा स्थापना गराएको थियो, त्यो सञ्चालन गर्थेँ मैले। त्यो बेलामा पनि धेरै नाम सुनेको, खास गरी भिजन 2020 के मान्नु, यो चाहिँ काठमाडौँको लागि जस्तै सन् 2020मा चाहिँ हामी आफैले बनाउने काठमाडौँको परिकल्पना गर्ने र त्यसको खालि उद्देश्य के भन्दाखेरि एउटा परिकल्पना भनेको त्यो खालि गफ होइन नि, र त्यो सँगसँगै म अर्को 2 हप्तामा के गर्न सक्छु त त्यहाँ पुग्नलाई भनेर यो काठमाडौँको विभिन्न टोलमा, शहरमा, जस्तै इनार भएको ठाउँमा इनार संरक्षण गर्ने, ढुङ्गेधारा, पाटी पौवा भएको ठाउँमा त्यसरी अलिअलि गरेर संरक्षणको काम गर्ने हो। मेरो चाहिँ ब्याकग्राउन्ड आइटीमा हो। हामी लगभग 10 वर्षदेखि वेबसाइट आदि इत्यादि बनाउँछौँ र त्यस बाहेक पनि म अलिअलि चाहिँ हाम्रो स्याङ्जा घरमा चाहिँ कफी खेती पनि अलिअलि गरिन्छ र त्यस बाहेक अलिअलि धेरै जसोको चाहिँ म एक्सपेरिमेन्ट गर्छु। अब यो बन्द विरोधी अभियानमा पनि फेसबुक यताउताबाट मिलाएर अहिले अलायन्स अगेन्स्ट द बन्द भनेर हामी एन्टी बन्द र्यालीहरू पनि गर्दैछौँ। त्यही हो। रमाइलो कुरा एउटा बन्दको कुरा गरिहाल्यो। अहिले युएसएमबीसीले अब भिसा नदिने बन्द गर्दाहरूलाई होइन, के हो भन्दाखेरि बन्द आह्वान गर्ने सबैको राइट हो, तर फोर्सफुली कसैलाई बन्द गर्न पाइएन नि। त्यही भएर हाम्रो काम चाहिँ खुल्ला गर्ने हो। नेपाल खुल्ला छ भनेर बनाउने हो हाम्रो काम। उहाँहरूको काम बन्द गराउने हो भने हाम्रो काम खुल्ला गराउने हो। हुन त यसलाई अर्को भाषामा, राजनीतिक भाषामा के अरे प्रतिकार गर्यो भन्ने पनि होला, तर सायद एउटा लिमिटेसन, एउटा सीमा क्रस गरेपछि यी भावहरू आएका होलान्। एउटाको अधिकार लिने क्रममा अर्काको अधिकार हनन हुँदै गएपछिका कुरा आयो होलान्। आज चाहिँ हामी खुल्दुली.com मा कुराकानी गर्न खोजेको टपिक चाहिँ फेसबुक मार्फत संविधान बनाउने अभियान छ। उज्जवल दाईबाट जाउँ कि अनिल दाईबाट जाउँ? अनिल दाईबाट जाउँ। हुन्छ। अब यो कस्तो विषय भने नि, जस्तै यो देशलाई हामी गरिब छौँ भनेर टर्कीमा गएर
चाहिँ सबभन्दा गरिब देशहरूको प्रतिनिधि गरेर अझ त्यसको अध्यक्षता गरेर चाहिँ प्रधानमन्त्री जाने होइन। अनि यो देश किन गरिब भयो भनेर भन्यो भने जस्तै एउटा साधारण भनौँ बाहिर फुटपाथ फुट्या छ, किन फुटेको भन्दाखेरि वडा अध्यक्ष छैन। वडा अध्यक्ष किन छैन भने चुनाव भएको छैन। चुनाव किन भएन भन्दा संविधान छैन। अब तपाईँ जुनसुकै विषय लिनुहोस् त्यसको अन्तिम जवाब चाहिँ संविधानै छैन भन्ने भयो। त्यसैले अब भनौँ न संविधान नभए पनि अरू सबै चिज चल्ने भए सायद हामी पनि संविधानमा त्यति ध्यान दिँदैन थियौँ। उहाँहरू गर्दै गर्नुहोस्, हामीले आफ्नो काम गर्छौँ। तर यो त भनौँ 3 करोड नेपालीको हरेक चिज चाहिँ त्यहाँ गएर अड्क्यो भनेपछि किन नगर्ने? यसले त हामीलाई पनि असर पर्यो भनेपछि खालि के भन्दाखेरि संविधान बनाउने भन्दा पनि जुन व्यक्तिहरूलाई हामीले चुनेर पठायौँ नि उहाँहरूले चाहिँ ज्याला दिइराख्नु भएको छ, तर काम चाहिँ गरेको छैन। त्यसैले ज्याला पुरा लिऊ, अब संविधान देऊ भनेर चाहिँ हामीले अभियान चलाएको। अभियान कस्तो छ? अब तपाईँ सूचना प्रविधिमा तपाईँ हुनुहुन्छ उसलाई अभियान त राम्रै छ भन्नु पर्यो, किन भन्दाखेरि 1 महिना पनि भएको छैन हामीले सुरु गरेको। अब फेसबुकमा पनि 6000 जना मान्छे पुगिसके। त्यस बाहेक पनि मेरो विचारमा विभिन्न राष्ट्रिय यही काठमाडौँ र काठमाडौँ बाहिर पनि मेरो विचारमा सबैले आफ्नै तरिकाबाट हो नेपालीहरू युनाइट हुनै पर्छ। अनि अब हामी एक हुनु पर्यो नेपाली नागरिकहरू, किन भन्दाखेरि हामी एक भयो भने बल्ल पो त सुन्दर रहेछन् कि भन्ने खालको अहिले चाहिँ एक तरिकाको अभियान हामीले सुरु गर्दैछौँ। र मेरो विचारमा अहिले तपाईँले त्यही भएर समाचारमा पनि देखिराख्नु भएको छ, यसको लोकप्रियता बढ्दैछ। यस्तो अवस्थामा एउटा युवाले के गर्न सक्छ भाइ, जुन एकताको कुरा गर्दै हुनुहुन्छ? मेरो विचारमा त एउटै युवाले सबै कुरा गर्छ। एउटै युवाले सुरु गर्न सक्छ एउटा अभियान। हामी पनि 1-2 जनाले सुरु गरेको, अहिले सबैजना यही अभियानमा लागिरहेका छन्। त्यही भएको हुनाले मेरो विचारमा कसैले पनि आफ्नो घर दैलोबाटै एउटा अभियान सुरु गर्न सक्छ। यो अभियान सुरु कोही उठेर बोले भने मेरो विचारमा अहिले नेताहरूले पनि सुन्छन्। हामी नउठेरै हो, नबोलेर नै हो। फेसबुक एउटा जो इन्टरनेट सुविधा भएको साथीहरू उहाँको लागि एउटा माध्यम भयो, त्योभन्दा बाहेक के हुन सक्छ भने दाइ? अब यो कस्तो भने नि, यो त एउटा टेक्नोलोजीले दिएको प्लेटफर्म भयो। अब यहाँ कस्तो छ भने, र आज हामी शेर्पा मलमा पनि हुनु पनि यो बाई चान्स चाहिँ पक्कै होइन, किनभने अलिकति पैसा हुनु र अलिकति भनौँ न अंग्रेजी बोल्ने, त्यसो भएपछि उसले राजनीतिको कुरै नगर भनेर गाली गर्छ क्या। यो मुलुकमा जबसम्म जसलाई त्यो राजनीतिले असर पर्छ नि उसले राजनीतिमा इन्ट्रेस्ट नदेखाउने हो भने यो देशमा राजनीति कहिले पनि सुल्झिँदैन। त्यसैले शेर्पा मल जाने, इन्टरनेटमा बस्ने, फेसबुक चलाउने मान्छेहरूले जब ध्यान दिन थाल्छ त्यसपछि त त्यो पोलिटिक्स त्यसै चेन्ज हुन्छ। र अघि जुन उज्जवलजीले भन्नु बोल्ने कुरामा, हाम्रो नेपाल कस्तो छ भने, हाम्रो काठमाडौँ नेवारहरूको कस्तो छ भने बच्चाले बोलेन भने सूर्य विनायकमा लगेर पूजा गर्ने हुन्छ, तर जुन दिनदेखि उसले बोल्यो त्यसपछि चुप लाग भनेर गाली गर्ने हुन्छ। नबोलेसम्म चाहिँ पूजा गर्ने अनि बोलेपछि चाहिँ गाली गर्ने होइन। त्यसैले बच्चाले भन्नु पानी छैन होइन, ग्यास छैन, बत्ती छैन भनेर हामी कम्प्लेन गर्न तयार, तर संगठित भएर यो किन भएन त, अथवा यो नभएकोमा मेरो भूमिका के त भनेर जबसम्म हामी प्रश्न गर्दैनौँ यो स्थिति चाहिँ कुनै हालतमा पनि परिवर्तन हुँदैन। ठ्याक्कै कुरा। हामीले भूमिका चाहिँ कसरी खोजिँदै सबभन्दा ठुलो अब जस्तै हामी पनि त्यो छलफल गर्छौँ र यो एउटा फर्मुला जस्तै हो। यो जस्तै नेपालीहरू कहिले भनौँ न परिवर्तनको लागि एकता कहिले आउँछ नेपालमा भनेर भन्दाखेरि जस्तै सजिलो जवाब चाहिँ के हुन्छ भने इन्डियालाई गाली गरेपछि, अनि कसैले इन्डियालाई गाली गरेपछि सबै एकता आयो त्यहाँ। अब त्यसले त हाम्रो समाधान हुनेवाला छैन। अब अर्को के हुन्छ भने भोज खाना खाने कुरामा पनि नेपालीहरू एकता हुँदो रहेछ। अर्को चाहिँ जस बस चढ्न साथै इन्जिन स्टार्ट हुन दोहोरी गीत गाउन थालेपछि पनि एकता हुँदो रहेछ होइन। सो यसो सरस्वती समाजमा हेर्दाखेरि के चिजले चाहिँ हामीले एक ठाउँमा ल्याउँदो रहेछ, ती चिजहरू चाहिँ हामीले पहिचान गर्ने हो। र अर्को चाहिँ के चिजले हामीले चाहिँ डिभाइड गर्छ होइन, जस्तै पहाडिया भन्नु, तराई भन्नु, यो भन्नु, गाली गर्ने शब्दहरू, त्यो गाली गर्ने र विभाजन गर्ने चिज चाहिँ कम गर्दै लग्ने, र जुन चिजले हामीले एकतामा ल्याउँछ त्यो चाहिँ बढाउन लाग्ने। र त्यो गर्नलाई आइटी भनेको एउटा प्लेटफर्म मात्रै हो, त्यो छलफलको एउटा प्लेटफर्म मात्रै हो। मैले रञ्जित दाईलाई फोन गरेको थिएँ, रञ्जित दाई तपाईँको फेसबुक अभियान कहाँ पुग्यो, त्यो विषयमा कुरा गर्नु पर्नु पर्यो, दाइ कोसँग कुराकानी गर्ने भनेको, हे हाम्रो अभियान कहाँ पुगिसक्यो, तिमी फेसबुक मात्र छौ दिपेन्द्र भन्दै हुनुहुन्थ्यो दाइ, कहाँ पुगिरहेछ दाइले? अब हामीले विभिन्न किसिमको एक किसिमको भनौँ न सिभिलाइज प्रोटेस्ट पनि गर्दैछौँ। जस्तै अस्ति हामीले मौन विरोध कार्यक्रमबाट सुरु गर्यो। हामीले केही नबोलिकन, कसैको ट्राफिक नछेकिकन यहीँ दरबारमाङ्गे बाटोमा लाइन लगाएर भनौँ न गाडी पास हुनेहरूलाई हाम्रो साइन देखाएर प्रोटेस्ट गरेका छौँ। यस्तै गरेर हामीले
जोसुकैलाई पनि जोसुकै युवालाई जसैलाई पनि सुरु गर्न मलाई सुरु गर भनेर सपोर्ट गरेका छौँ। हुँदा हुँदा लन्डनमा पनि कसैले गएर एम्बेसी अगाडि प्रोटेस्ट गर्न थालिसकेछन्। हामीले उहाँहरूमा एकबद्धता जनायौँ होइन। त्यस्तै गरेर धरानमा पनि कसैले म धरान युनाइट्स भनेर गर्छु भनेको छ, त्यसमा पनि हाम्रो एकबद्धता छ। मेरो विचारमा अस्ति हाम्रो कन्सर्ट हामीले के हो भन्दाखेरि खुला मञ्चमा गएर गऱ्यौँ। किन भन्दाखेरि सबैले भन्थ्यो खुला मञ्च खालि पोलिटिकल। हामीले भने नागरिकले पनि त त्यहाँ भेला गर्न पाउँछ। त्यहाँ पनि हामी 4-5 हजार गएर भेला भयो। त्यहाँ कसैले भाषण पनि दिएनन्, सबैले गीत गाए, सबैले राष्ट्रिय गीतहरू गाएर नै त्यहाँ हामीले समापन गर्यौँ। मेरो विचारमा अब बीआईसीसी हल अगाडि गएर हामीले युवाहरूलाई एक राउन्ड खाएर मेरो विचारमा नेताहरूलाई खबरदारी गर्यौँ पोजिटिभली, पोजिटिभ मेसेज, पोजिटिभ नारा दिएर। अनि त्यही यसरी नै भइरहेको छ अहिले। खुल्लुली.com को आजको श्रृङ्खला तपाईँलाई कस्तो लाग्छ कुन्नी, कस्तो लागिरहेको छ कुन्नी? हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। आजको श्रृङ्खलामा हामीले अलिकति भिन्न प्रसङ्गमा कुराकानी गरिरहेका छौँ। खास गरी अनिलले सुरुमा भन्दाखेरि मेरो मन जिरिङ्ग भएको थियो। धारामा किन पानी आएन भन्दाखेरि हाम्रो त्यो धारामा पानी आउने ट्याङ्की बनेन, ट्याङ्की किन बनेन भन्दा जनप्रतिनिधि छैन, जनप्रतिनिधि किन छैन भन्दा संविधान छैन भनेर। हाम्रो स्कुल, स्वास्थ्य, शिक्षामा पनि अब यसको प्रभाव परिरहेको छ र यो प्रभावले हामी युवा तथा किशोर किशोरीको भविष्यलाई बढी केन्द्रित गर्छ। उमेर पकाइसकेका मान्छेहरूको लागि त खास अब जेसुकै होस्, कति नै बाँच्नु छ र 10-20 वर्ष, तर हामी युवा तथा किशोर किशोरीका लागि हामीले हाम्रा बारेमा सोच्न सकेनौँ भने त्यसले ल्याउने कुरा चाहिँ त्यसले ल्याउने नकारात्मक परिणामले गर्दाखेरि विषय त हामीले बेहोर्नुपर्छ नै। र एउटा छ नि, मेरो छोरीहरू साथीहरूसँग गफ गर्दै थियो, उनीहरू पनि 16-17 वर्षको उमेरको हो। अनि जापानमा अस्ति जुन भुइँचालो गयो, त्यसपछि सुनामी जुन आयो नि, अनि त्यति बेला चाहिँ मैले त्यसै ठट्टा गरेर नि होइन यस्तो बेला चाहिँ त्यहाँको जापानिजहरूलाई केही समय नेपालमा बस्न आऊ भन्ने हो कि होइन, नेपाल पनि बन्छ, उनीहरूलाई हामीले एड दिए जस्तो पनि हुन्छ भनेर मैले कुरा उठाएको थिएँ क्या। अनि त्यो जापानिजहरूले के जवाब दियो भने नि हामी चाहिँ मुसा जस्तो होइन भन्यो क्या। अनि मुसा जस्तो किन होइन भन्दाखेरि जब त्यो जहाजमा आगो जल्छ नि सबभन्दा पहिला छोडेर जाने चाहिँ मुसा हुन्छ क्या होइन। सो गाह्रो के भन्दाखेरि देशमा समस्या छ, तर यो छोडेर जानु भने त मुसा जस्तै भाग्नु हो नि। सो दुईतिर हुन्छ क्या। एउटा चाहिँ यो देश हामीले नै बनाउने हो होइन, यो देश मेरो दायित्व भन्ने एउटा स्लोगन पनि छ। तर दोस्रो के भने कसको लागि त भन्दाखेरि यहाँ बस्नेहरूलाई हो नि। त्यसले हामीले कसरी सोच्नुपर्ने हुन्छ भने यो जहाज हाम्रै हो र यो डुब्यो भने हामी आफै डुब्ने हो, तर भाग्नेवाला चाहिँ छैनौँ। अब त्यसलाई अलिकति सन्दर्भ जोडौँ न। जस्तै जापानमा एटम बम खसालेपछि त्यहाँको जापानिजहरू भागेको भए अहिले नेपालले कहाँ जान्थ्यो? जापान जान त हुन सक्दिन्थ्यो। अमेरिकामा सिभिल वार भएपछि अमेरिका छोडेर गएको भए अहिले को अमेरिका जान्थ्यो? अझै एक पुस्ताले होइन यो हाम्रै ठाउँ हो, हामी नै बनाउँछौँ भन्यो भने त त्यो त ठाउँ त बन्छ। एटम बम खसेको ठाउँ त बन्छ भने हाम्रो यहाँ अलिकति राजनीति नमिलेको ठाउँ किन नबन्नु? त्यसरी सोच्नुपर्छ। सम्भावना धेरै छन् र संविधान बन्न ढिलाइ गर्यो, बन्ने प्रोसेसमा छ। धेरै कुरा त झन्डै 80-85% काम पनि सकिसकेको छ। सम्भावना देशमा धेरै छ नि, छैन? अब साधारण हेरौँ न, जस्तै हामीले खोज्यौँ के भन्दाखेरि फेडरल डेमोक्रेटिक रिपब्लिक होइन। अब अमेरिका पनि फेडरल रिपब्लिक डेमोक्रेटिक हो, इन्डिया पनि फेडरल रिपब्लिक डेमोक्रेटिक हो, फ्रान्स पनि फेडरल रिपब्लिक डेमोक्रेटिक हो, जर्मनी पनि फेडरल रिपब्लिक डेमोक्रेटिक हो। अब म त कसरी बुझ्छु भने नि जस्तै जर्मनीको कन्स्टिट्युसन अथवा इन्डियाको कन्स्टिट्युसन अथवा अमेरिकाको कन्स्टिट्युसनमा रिप्लेस युएसए बाई नेपाल भन्यो भने त नेपालको कन्स्टिट्युसन बन्नुपर्छ नि होइन, किन फन्डामेन्टल राइट त्यही हो, सबै त्यही हो नि। खालि के भने सानो प्रतिशत चाहिँ नेपाललाई सुहाउँदो अथवा जुन हाम्रो भनौँ न राजनीतिक दलहरूले जुन कुरा गर्छन् नि, जस्तै ऐतिहासिक अन्यायहरू कि 240 वर्षमा भएको अन्यायलाई ठिक पार्ने, यी 4-5 चिजहरू चाहिँ हामीले ठिक पार्नुपर्छ। तर बाँकी जस्तै तपाईँ भन्नुहोस् न 3 वर्ष लगाएर नेपालको संविधानको नाम चाहिँ के भन्दाखेरि नेपालको संविधान भन्नलाई 3 वर्ष लाग्छ होइन? यो त अलि हास्यास्पदै भयो नि। त्यो मलाई त्यो ठ्याक्कै जेठ 14 गते आउनुभन्दा 4-5 दिन अगाडि मात्रै फाइनल भएको। आज छिनो पार्नु भयो अरे नेपालको संविधानको नाम चाहिँ नेपालको संविधान राख्ने भयो भन्ने आयो। निराशाभित्र पनि धेरै आशाहरू गर्न सकिन्छ। आजको श्रृङ्खलाबाट हामी कुराकानी गर्न सक्छौँ। फुट होइन जुटको राजनीति गरौँ,
फुटको माग होइन जुटेर माग लिउँ भन्ने कुरा छ र मैले वास्तवमा एउटा तपाईँको आज न्युज नागरिक न्युज.com आएको थियो के अरे फेसबुक प्रयोगकर्ताको अभियान जारी भनेर मैले प्रिन्ट आउट गरेँ सर्वे पढेपछि खास अन्तर्वार्ता दिने इन्सपायर गर्ने एउटै वाक्य थियो मेरो नेपाल मेरो जिम्मेवारी भन्ने एउटा तपाईँको नारा छ भन्ने लाग्यो अनि त्यसले मलाई भित्र मनमा छ त्यसपछि म तपाईँलाई कन्ट्याक्ट गरेँ आज अनिल चित्रकार र उज्जवल थापा